तर सङ्कट अझै डरिसकेका छैन। त्यस अर्थमा हामी के चाहन्छौँ त भन्दाखेरि हाम्रो पार्टीको 10औं 11औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह 27 गते हामी भक्तपुर सल्लाहगारीको 3 कुनैको चौरमा जबै 100 रोपनीको चौर छ, त्यो चौरमा हामी नेपालको इतिहासकै सर्वाधिक जमघट भएको समारोहका रूपमा आयोजना गर्न चाहन्छु। वास्तवमा नेपालका प्रमुख दलहरूसँग जनता छन् कि छैन भन्ने कुराको सन्देश हामी त्यो समारोहका माध्यमबाट दिन चाहन्छौँ र त्यो समारोह एक प्रकारले भन्यो भने प्रतिगमनका विरुद्धको सङ्घर्षको पनि उत्कर्ष हुनेछ र हाम्रो पार्टी जीवनको एउटा उत्सव हुनेछ। सङ्घर्ष र उत्सवको एउटा क्लाइमेक्सका रूपमा हामी 27 गते उद्घाटन समारोहलाई विशेष बनाउन खोजिराखेका छौँ। म सबैलाई तपाईँहरूका माध्यमबाट देशभरिकै गणतन्त्रका पक्षधर, लोकतन्त्रका पक्षधर, देशभक्तिका पक्षधर सबै नेपाली जनताहरूलाई नेकपा एमालेको त्यो उद्घाटन समारोहमा आमन्त्रण गर्न चाहन्छु र